लो फेरि आज पनि तपाईहरुको माझ एउटा सानो नागाल्यान्डको कथा लिएर उपस्थित हुँदैछु। यो कोकीढलानको नदी, यो बर्खामा निकै तर्नु सकिँदैन। यो नदी यो मास्तिर बाटो बनेको हुनाले, बाटो बनाउँदै गरेको हुनाले अहिले धमिलै आइराखेको छ। धमिलेको यो पेरेन जाने बाटोको पुल। यो 2042 सालमा यो पुल लागेको थियो। त्यसबेला नयाँ थियो पुल, अनि हामी पनि आएर यो बाटोमा उभिन्थ्यौं र त्यसबेला पनि यस्तै थियो। यो पेरेनदेखि आएको गाडीहरू, त्यसबेला यो बाटो त्यस्तै थियो, अहिले पनि त्यस्तै छ। यो पुल, त्यो घरहरू थिएन। त्यो घर त्यो तल नदीबाट, नदीले छोडेको ढुङ्गामाथि त्यो बनाएको छ। यस्तो छ। अनि अर्को कुरो, मेरो गाउँको एउटा हाम्रो बाजे हुनुहुन्थ्यो। यहाँको सम्बत अनुसार 1970, नेपालको सम्बत अनुसार 2024 साल। त्यो 2024 सालमा त्यो माथिको डाँडा तपाईहरुले हेर्नु भएको छ। त्यो डाँडामा उनीहरुको क्याम्प थियो अरे, बीएसएफ क्याम्प। बीएसएफमा भर्ती भएर चाहिँ मेरो गाउँको, बोपोङ गाउँको नाम चाहिँ थाहा छैन, तर गौरीयोपा अब पहिला बुढापाकाहरूले आफ्नो नाम बताउनु भनेको, चाहे छोरी मान्छे होस् चाहे बुढापाकाहरू होस्, आफ्नो नाम बताउनु भनेको नसक्ने। त्यसले गर्दाखेरि छोराको नाम, छोरीको नामबाट मात्रै बोलाउने गर्थ्यो। त्यसले गर्दाखेरि बोपोङ गाउँको, बोपोङ खेनवाको गौरीयोपा बुढो, गौरीयोपा त्यो 1970 मा त्यो डाँडामाथि उग्रवादीले चाहिँ, गुरिल्लाहरूले गोली मारेको थियो। अनि 35 जना उसको साथीहरू मरेछ त्यही डाँडामा। अनि उनीहरू 10-12 जना बचेको जोलाई चाहिँ यहाँबाट लगेर, त्यसबेला मेडिकल भनेको हस्पिटल भनिन्छ, हस्पिटल भनेको उपचार गर्ने हस्पिटल भनेको यो नागाल्यान्ड भित्र थिएन। यहाँबाट बोकेर लगेर दरभंगा भन्ने हस्पिटलमा उपचार गरेर आएको थियो। उसको गोली निकालेर उसको कण्ठमा गोली लागेको थियो। अनि फ्याङ्रेङ चल्ने बुढो निकै साल बच्यो। अनि मलाई सोध्यो, यो नागाल्यान्डमा मलाई घुम्दाखेरि उहाँले सोध्नुहुन्थ्यो, हैन त्यो कोकीढलान कस्तो भयो नाति भनेर। त्यसबेला पनि त्यस्तै थियो। 2042 सालमा म घुम्नु आउँदाखेरि 45-46-50 सालसम्म यो घुम्दाखेरि त्यस्तै थियो। तर अहिले चाहिँ निकै काटेर बाटो बनाएको छ। यो यहाँ बाटो किन काटेको भन्दाखेरि, यो यहाँबाट डिमापुरबाट बर्मा पुर्याउने बाटो बनाएकोले गर्दा काटेको छ। यो पेरेनतिर जाँदैछ यो गाडीहरू, यहाँ गाडी छोड्छ यसरी ट्याक्कै। र त्यो डाँडामा गोली लागेको बुढोहरूलाई उपचार गर्ने ठाउँ एउटा नेपालमा धरानमा ब्रिटिसले राखेको घोपा क्याम्प, र त्यही ब्रिटिसले राखेको दरभंगामा मात्रै त्यो गोली लागेको मान्छेहरूलाई उपचार गर्ने हस्पिटल थियो अरे। अनि त्यो दरभंगामा हाम्रो बाजे चाहिँ उपचार भएर निकै साल पेन्सन पनि खानुभयो। अनि उहाँको छोराको नाम चाहिँ अब भगत राई भन्छ हैन। त्यसले गर्दा त्यो भगत राई पनि बित्नुभयो, उहाँ पनि बित्नुभयो। र यो डाँडामाथि अहिले यहाँ यसरी डबल लाइन बनेको छ। यो पहाड काटी झारेर यस्तो। र त्यो डाँडामाथि उनीहरूको क्याम्प थियो अरे। त्यो बुढोले मलाई सोध्थ्यो, त्यही हो डाँडा, त्यहाँ कोकीढलान, तर यहाँ कोकीहरू मात्रै थियो अरे।
कोकी ढलानमा यस्तो हामी गोली लागेको त्यो ठाउँ कस्तो भयो भनेर सोध्नुहुन्थ्यो। यो अहिले यस्तो बनाएको छ कोकी ढलान। जस्तै मजेनी घाटमा त्यो मजेनी घाटमा हाम्रो नेपालको मजेनी घाटमा झिरलिङ्गे पुल लगाएको थियो, त्यस्तै अलिक यहाँदेखि 1 किलोमिटर अगाडि गएपछि यो नदीमा तर्ने ग्रिलिङ जस्तै अङ्ग्रेजले लगाएको एउटा डोरीको पुल पाइन्छ। एउटा डोरीमा झुन्डेर वारपार गर्ने, त्यो चाहिँ अब म देखाउन सकेको छुइनँ। कुनै दिन मौका पायो भने म देखाउँछु। कुइमा, डिमापुर, इम्फाल, मोरेसम्म जाने बाटो यो हो। गाडीहरू आवागमन गरिराखेको छ। अनि अर्को यहीँबाट तपाईँहरूलाई म देखाउँछु। हाम्रो यो पहाडमा चाहिँ हाम्रो बाजेलाई, त्यो गौरेपा बाजेलाई गोली लागेको 1971 मा। हाम्रो नेपाली सम्बन्ध अनुसार 2024 साल 22-23 सालतिर रहेछ। र मलाई सोध्नुहुन्थ्यो तनाती त्यहाँ घुम्छस् के कस्तो छ त्यहाँ भनेर। र आज 2081 साल चैतको 13 गतेको दिन म यहाँ घुम्दैछु फेरि। आज पनि म यहाँ एकपटक घुमेको ठाउँमा घुम्नु इच्छा लाग्छ। अहिले त यी सबै पहिला यहाँ हामी आउँदाखेरि यो सबै जङ्गलै जङ्गल थियो। अहिले त यो सबै यसरी घर बनाएर बसिराखेको छ। यता नगेनीहरू दोकान गर्नु हुँदैछ। यो बाँसको तामा यिनीहरूले बिक्री गर्छ यसरी। मेसु भनिन्छ, मेसु भन्छन् र मेरो भाषामा चाहिँ चेपमाउ भन्छु। यो बाँसको यसरी मेसु बिक्री गर्छ यिनीहरूले। यो बाँसको झोल, यो मेसु यसरी बिक्री गर्छ यिनीहरूले। आन्टी itu लगा दाम तो किमान আছে हो? हाँ 300। अलग सस्ता नकरिब, कम्ती नकरिब। 300 बेसी दाम आछे तो। यो यसरी बिक्री गर्छ यिनीहरूले। गुन्द्रुकहरू पनि नगेनीहरूले बिक्री गर्छ। यो सानो गुन्द्रुकहरू यसरी बिक्री गर्छ। पोको गुन्द्रुक, सिन्की भनिन्छ यसलाई भनिन्छ गुन्द्रुकी। यसरी उनीहरूले बिक्री गरिबस्छ नगेनीहरूले। दोकान आंटी ये तो आपने खान तो कोट पर आनी से बस्ती तो कोते आसे याते तो घर तो न देखा आसे तो। अच्छा बैगुन ठीक छ। यो আপনি খান তো ভালো আছে দেই নিজের বস্তিতে নিজের দোকান করি কেন না বই আছে তো ওই তো আপনি খান बम्बू टेंगा तो बेसी राखे किना मानु तो ना देखे तो एक दिन भी मैं लई जाई থাকে ওইলে भी दाम तो बेसी कोई ना এই তো কারণে আলো সস্তা করিছে কইলে তো মই বিলো বলে আসলে सस्ता भरले तो लस हो लाभ न हो। हम भी किनी आसी ना। अच्छा अपनी खान भी किनी कन दाम बडा किनी आसी। अच्छा यो यसरी यिनीहरूले पनि दाम लगाएर किनेर बेचेको भन्दै छ। यो थुन्सेहरू यसरी यहाँको वातावरणहरू चलाउँछ।
यो दोकान यो गरेर बस्ने यो बनाएको यो अर्कोले यो काट्दैछ। itu tuh কি আছে? কিবা আছে itu bambu बाँस टेङ्गा ना? यसरी बाँसको तामालाई यिनीहरूले बाँस टेङ्गा भन्छ, हामीले मेसो भनिन्छ। यति मोजाइले बनाएर बिक्री गर्छ। मान्छेले बिक्री गरेर बस्नु भएको छ, पेकिङ गर्दैछ। पोहोरको साल असार साउनमा यो बाँस काटेर उनीहरूले यसरी लगाउँछ, अनि आजभोलि यसरी खान्छ, बिक्री गर्दै। तो itu tuh gimana salah kamu apni kan? 300 300 नहीं gimana साल राखी करना खाबो? 2 साल 3 साल भी থাকিব পাৰে। 2 साल 3 साल? दबा दे राखिले ना। अच्छा 2 साल 3 साल। अच्छा ल 2 साल 2 वर्ष 3 वर्ष पनि राखेर खान सकिन्छ भन्छ। यस्तो डब्बामा राखेको छ। तो ये तो नाम तो अपनी लगा नाम कोथा परा की को बो कैसे चेखे कैसे के छे अच्छा के छे तो अपनी तो जेलेंगा से ना आवा से ना अंगामी से अंगामी अच्छा अंगामी तो itu तो सब जेलेंग बस्ती थकी से ना नहीं अंगामी खानी बना अच्छा अंगामी खानी बनाई अच्छा ठीक है ये तो अपनी खान तो ये मैं खान तो याते नागालैंड ते बिराई था के ना तो मानु खान कोई था के नागा मानु तो किनी कहा से कोई ना ये तो कारण है मैं अपनी खान लोगों ते आही करना ये ने फोटो लो या से दे ठीक है बिया न पाबी दे बिया पाबले कथा ना হয় होय 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 बाल कथा আছে यसरी म यिनीहरुको नागामीसँग पनि कुरा गर्छु त्यसले गर्दा तपाईहरु हेर्नु सक्नुहुन्छ। र यो मेरो नागाल्यान्डको कथाहरु तपाईहरुले पनि हेर्दिनुहोस्। अरु म केही पनि भन्दिन। र यो भिर काटेको पहाड हेर्दाखेरि त्यो मेरो गौरव बाजेको मात्रै याद आउँछ। अनि नाति त्यो ठाउँ के कस्तो छ होला भनेर चाहिँ भन्नुहुन्थ्यो। आज यस्तो बनाएको छ। यो पहाड काटेर यो पहिला सिंगल बाटो थियो। यहाँबाट जाँदाखेरि पुरा ढाड मात्रै सोझिने खालको बाटो थियो। शक्तिमानहरु मात्रै शक्तिमान छ, त्यो कुण्डा गाडीहरु मात्रै चल्थ्यो। यस्तै जस्तो यहाँ किचर भनेको छ त्यस्तै हेस्राङ घच्र गर्दै हिँड्थ्यौं। यो अहिले गाडीमा बसेर हिँड्दाखेरि गाडीमा बसेको पनि चाल पाइँदैन, त्यति मजाको बाटो बनाएको छ। फोरवे बनाएको छ, फोरवे। त्यो रुखहरु त्यो हाम्रो बाजेहरुले नै लगाएको होला, बचाएको होला। त्यसले गर्दाखेरि अहिले त्यत्रो भएको छ। किनकि बीएसएफ क्याम्प थियो त्यो डाँडामाथि। र यहाँको कोकीहरुलाई त्यसै बेला अब सरकारले त सिपाही मर्ने बित्तिकै त सरकारले त कसैले छोड्दैन। सरकारले सबै यहाँको कोकीहरु त्यस बेला भगायो, मार्यो, कता के गर्यो। अनि कोकीहरु उति छैन। यो कोकी ढलान भन्थ्यो। कोकीहरुको बस्ती मात्रै भन्थ्यो यहाँ। र कोकीहरु यहाँनिर पाइँदैन। अहिले 1-2 जना अंगामीहरु पस्नु भएको रहेछ। उनीलाई सोधेको कुन जात हो तिमीहरु भन्दाखेरि अघि मैले सोध्दाखेरि अंगामी भन्दै थियो। यो हो नदी, कोकी ढलानको नदी। यो पहिला त यहाँ
यसको आवाज सुन्दाखेरि सुवाङ झ्वाम सुवाङ झ्वाम पानी आउँथ्यो। अहिले त सबै मान्छेहरूले कहाँ ब्लक गर्दै पाइपमा लाँदै त्यत्रो पाइपमा लाँदै अनि पानी पनि सुकाइराखेको छ। यो अब पानीले खोलेको डुबुल्कीहरू त्यस्तो त्यो पानीले खोलेको सबै त्यो चौतारीले ठेकाहरू कुर्दाखेरि बनाउँदाखेरि त्यसरी ख्याप्पै खान्थ्यो। त्यही पाराले त्यो पानीले सबै खाइसकेको। तर अहिले पानी पनि निकै कम्ती नै छ। यो पाइपहरू अब लगाएर त्यत्रो पारी भित्तामा त्यस्तो पाइपहरू लगेको छ। यो पाइपहरू यो पानी यहाँदेखि लान्छ डिमापुर। 80-90 किलोमिटर पर्छ यहाँदेखि डिमापुर। त्यो डिमापुरमा लगेको यो पाइपहरू, यो होम पाइपहरू त्यत्रो यो त्यसले गर्दा पानी निकै कम्ती नै छ। तर यो तर्नु चाहिँ साह्रो पर्छ बर्खाको दिनमा, निकै साह्रो छ खाँदिएको। त्यसले गर्दाखेरि आएपछि त्यसले गर्दा पर यहाँदेखि करिब 1-2 किलोमिटर अगाडि घिर्लिङ्गे पुल पाइन्छ। यो पेरेनबाट आएको। पेरेनबाट आएको गाडी घर। तो आंटी के आनी से हो कत पर आई से घास पानी। अच्छा घर तो कते आसे हाँ ओए के न कोबो खिची है तो ए किन भिडियो गर्छस् भन्दैछ यो नगेनीहरू। ए किन भिडियो गर्दैछस् भन्दैछ। कहाँदेखि आएको भनेको घाँस पानी। यो पेरेन यहाँबाट झालुकीबाट पेरेन यो बाटो जान्छ। 2042 सालमा पनि यस्तै खतरा र खुत्रुक थियो। अहिले पनि यस्तै खतरा र खुत्रुक नै छ। 2081 साल चैतको 13 गते हो यो। 13 गतेको दिन है म यहाँ घुम्दैछु। यो पहाड काटेर के पहिला यो बाटोहरू थिएन हामी घुम्दाखेरि, कहिले यो काटेछ यता। यो बाटो पनि बनाइराखेको छ मजाको। यहाँ फेरि अर्को होम पाइप गाड्ने अरेर यो गाड्दैछ। यो यहाँ गेट पनि बनाएछ। पहिला त थिएन। 42 सालदेखि 50 सालसम्म यहाँ घुम्दाखेरि यो गेटहरू त बनाएको थिएन। कहिले बनाएछ अब आफू पनि त्यति साह्रो यहाँ घुमिएन। फेरि आज मौका पाएर म होइन यो पुरानो घुमेको ठाउँमा हेर्नु पर्यो घुम्नु पर्यो भनेर हिँडिबसेको छु है साथी हो। यस्तो ल आउनुहोस् है नागाल्यान्ड घुमौँ साथीभाइ हो। यो नागाल्यान्डको गेट हो। बोर्डमा लेखेको छ वेलकम टु हिल्स अफ नागाल्यान्ड भनेर। यो नागाल्यान्डको गेट लेखिराखेको छ यहाँ। यता मेरो बायाँपट्टि जाने गुवाहाटी, आसाम, शिलङ, अरुणाचल, त्रिपुरा, सिलचर, मिजोराम जाने बाटो हो। यो मेरो बायाँपट्टि। यो मेरो दाहिनेपट्टि उता पूर्वतिर हिँडेको
यहाँदेखि कुइमा, इम्फाल, मणिपुर, बर्मा यो यता जान्छ यो बाटो। यो चौरस्ताको बाटो हो यही। अब यता दाहिनेतिर जाने यहाँदेखि डिमापुर, डिमापुरबाट गुवाहाटी, गुवाहाटीबाट अब सिलगढी, सिलगढीबाट बिहार, बिहारबाट दिल्ली, बम्बई जो चारैतिर यो यता जानु सकिन्छ यो बाटो। अनि यो चाहिँ अब त्यही हो मैले भनिसकेँ। गाडीहरू आउँदै गरेको बाटो चाहिँ कुइमाबाट आएको बाटो हो। गाडीहरू यो जाँदै गरेको डिमापुर, यिनीहरूको लास्ट स्टेसन डिमापुर हो। डिमापुरबाट जहाँ जानुपर्छ त्यता जानु पाइन्छ। यो कुइमातिर अब हिँड्दैछ, यी आसामतिर लाग्यो। यता यो आसामतिरको जो बाटो हो यो यस्तै छ है साथी हो। नागाल्यान्डको घुमफिर आफ्नो चाहिँ राम्रै छ, घुमिँदैछ, खाइँदैछ, खेलिँदैछ। मान्छेहरूले अब आफ्नो घरबाट, आफ्नो घुरेनबाट अर्काको गाउँमा जानु पनि मान्छेहरू डराउँछ। यहाँ उता घुमाइको छ। अब यो बाटो गयो भने यो बाटो गयो भने गुवाहाटी, आसाम, नौगाउँ, सिलचर, त्रिपुरा, मणिपुर होइन मिजोराम, शिलाङ त अब बाटैमा हो। त्यता गइन्छ यो बाटो। यता हो भने डिमापुर। उता खरा भएकोहरू नागेनीहरू हुन्। ल साथी यस्तै छ है घुमफिर। दरवाजा यो नागा केटा। तो अपनी लगा घर तो कोते आसे हो घर नागा नागालैंड मणिपुर। अच्छा मणिपुरी। अच्छा यहाँ क्या करने के लिए आया है? स्कूल में। अच्छा आप मणिपुरी है? नागा नहीं है? अच्छा तो मणिपुर से यहाँ पढ़ने के लिए आए हैं? अच्छा मणिपुरी क्या नागा है? मणिपुरी नागा है कि मणिपुरी नागा है? अच्छा माइते तो नहीं है ना? नहीं। अच्छा ठीक। नागाल्यान्ड राखेको छ काठैमा। यो हाम्रो आमै नगेनी आमैलाई काठमा मजाले बनाइराख्नु भएको छ। दाउरा बोकाएको छ। यो काठै हो। यो पहाड भिरमा यसरी अति मजाले घर बनाएको छ। चैतको महिनामा पनि मकै बेचिराखेको छ। यो मकै यो जिम्बु भन्छ, लसुन जस्तै हो यो, तरैलाई भनिन्छ हाम्रो नेपालीमा जिम्बु। यो यसरी बिक्री गर्नुको लागि राखेको। यो मकै, यो सुथनी, मेरो भाषामा होगी, यो सुन्तोरा। चैतको दिन हो यो। आज चैत 15 गते। ट्याक्कै सुन्तोरा तो बिक्री गरेको छ। ओ बहिनी ये तो दुकान को रिया से ना मोबाइल से यहाँ से हो? हाँ तो ये तो सुन्तोरा का दाम तो किमान आसे? हाँ 150। 150 तो बेसी आयो वैसे तो दाम तो। ये तो मक्की 100। 1 2 3 4 5
5 वटा मकैलाई 100 अरे त। सुन्तुराको दाम 1 केजीमा 150 रुपियाँ भन्दैछ। वालपुरा बान्दिदेवी दाइ Napalawo. Itu yate no Nepal te lui jabole ase. Lo. Au ni loga daam to loi lobi. Itu 300 na. ठीक আছে হইছে थैंक्स दे मैं भी नेपाल ते लई जाई कना खाबो एतो बम्बू टेंगा तो आया मैं खान भी हुँदै खाइ थाके ना एतो कारणे अधिकारी नबनाई एतो कारणे ना ठीक আছে ल यो बम्बू टेंगा मैले पनि किनेको हो यो हजुर हो अब नेपालमा लगेर म पनि खान्छु यो चटनी चेपमक यिनीहरूले टेंगा भन्छ बम्बू टेंगा भन्छ हामीले भन्छौँ चेपमक पर्वतेमा मेसु यसरी मजाले सजाएर बिक्री गर्छ त्यो पहाड दामी छ हो पहाडहरू त्यो गेट भए त्यो घर बनाएको कति दामी छ ल ठीक छ साथी हो मान्छे बचिसकेपछि मान्छे धरतीमा जन्म भइसकेपछि हरेक जग्गा हरेक दुख तकलिफ त्याग कर्मको झेलेर यसरी हामीले हेर्नु पाइन्छ देख्नु पाइन्छ सुन्नु पाइन्छ आँखाले पनि हेर्नु पाइन्छ र यसरी गरिराख्नु नै मलाई मन पर्छ हे साथी हो नागाल्यान्डको कति मजाले भिड काटेर यो टिक्री र त्यो टिक्री एउटै थियो अहिले काटेर कति मजाले तल बाटो बनाएको छ फोरवे हो यसरी नागाल्यान्डको जो ठाउँमा विकास हुन्छ नेपालमा शोषकी र सामन्तीले गर्दाखेरि केही विकास गरी खानु पनि दिँदैन परदेशी मान्छेले अलिअलि कमाएर लिएको तैँले त यति ल्याइस् खिलान पिलान भन्नेहरू खुट्टा तान्नेहरू थुप्रै हुन्छ अनि कसरी बन्छ स्वदेश नागाल्यान्डले यसरी भिरपाखाहरू काटेर बाटो बनाइराखेको हुन्छ यो पुरै भिर यो काटेको पनि धेरै साल भएको छैन 5 साल मात्रै हुँदैछ यो गाडीहरू जाँदैछ डिमापुरतिर यो गएको गाडीहरू हो सबै डिमापुरतिर जाँदैछ गाडीहरू कोहीमा मणिपुरबाट आएको गाडीहरू एकदम भिड अब यो कति लामो काटिएको छ भन्ने कुरो त थाहै छैन यता चाहिँ अब यता घुम्यो भने यो जङ्गल निकै साह्रै छ फेरि पनि यो पुरानो बाटो अब यता म देखाउँछु पुरानो बाटो कस्तो थियो कति गोलाइ थियो त्यो कसरी चाहिँ मिलायो भन्ने कुरो यतै हेर्न सक्नुहुन्छ है पुरानो बाटो हो जेसीबी खराब भएको चाहिँ पुरानो बाटो हो त्यत्रो गोलाइ काटेर चाहिँ त्यो गोलाइ छोडेर यता काटी झारेको खन्द्राङ पहाड अनि सिधा बनाएको यस्तो बाटो ओ डाँडा डाँडा माथि नागाहरूको घरहरू नागाहरूको घरहरू है यो नागालाई हो उतातिर फौजीहरू पाइप पनि जोड्दैछ खद्राङ र खुस्रुङ यस्तो विकास चल्छ विदेशमा
नेपालमा खुट्टा तान्नेहरू मात्रै के गर्ने। आया यहाँदेखि झरो भने छन्द्राम छन्द्राम। ल है साथीहरू, नागाल्यान्डको विकास भिरहरू काटेर यो डाँडा एउटै डाँडा थियो, काटेर कति मजाले बिचैमा काटेर पहिला 2 किलोमिटर घुम्नु पर्थ्यो यो ठाउँमा, अहिले ठ्याक्कै 2 मिनट पनि लगाउँदैन यो काटेर काटी झारेर। यो खराब भएको जग्गा र त्यो पहाड एउटै डाँडा हो, कति मजाले काटी झारेको छ। वापै पूर्वीय बाटो बनाइराखेको छ। बाँसघारी पनि सबै बाँसै बाँस। मान्छेहरू भन्छ होला के खोजिहेरेको, तर यस्तो ठाउँ कसैलाई पनि हेर्नु इच्छा लाग्दैन, किनकि माथिहरू सहर टाउनमा हरेकको तकलिफ गरेर, बाबुबाजेले हरेकको तकलिफ गरेर, दुःख गरेर सहर टाउनमा घर बनाइदिएका छन्। आजभोलिकोहरूलाई दुःख भन्ने कुरो थाहा छैन। त्यसले गर्दाखेरि म चाहिँ यो भिरपाखामा हिँडिराखेको। अङ्ग्रेजले लगाएको पुल हो यो कोकी ढलान। कोकी ढलानमा यो एउटै पुल थियो यो पहाडमा। यो तल नदी छ, तल नदी, यो यस्तो पहाड, यो अङ्ग्रेजले लगाएको पुल। यो पानी यहाँ पाइप पनि फुटेर पानी जाँदो रहेछ यो पुलमा टाँगेर लागेको। यता यो पुरा पहाड, तर यो अङ्ग्रेजको जमानामा, ब्रिटिसको जमानामा लगाएको पुल हो यो। तपाईँहरूले आरामले हेर्न सक्नुहुन्छ। तपाईँहरू यो ठाउँमा नपुगे पनि फोटोमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो पाइप, यो नदीको पाइप पानी लान्छ यसरी पाइप जोडेर, यो पुरा डिमापुर साइडमा लान्छ यो पहाड। यो अङ्ग्रेजले बनाएको पुल, 1835 तिर बनाएको पुल। यहाँ बेचेरी हामी हिँड्यो यो पुलमा, तर अहिले चाहिँ इन्डियाले त्यो माथि बनाएको छ अर्को पुल। त्यो पुल बनेको धेरै साल भएको छैन, 5 साल मात्रै भएको छ। र यो पुलमै हामी हिँड्थ्यौँ, अप डाउन गर्थ्यौँ योभन्दा अगाडि। अहिले यसरी छोडिराखेको छ। यो अङ्ग्रेजको जमानामा यस्तो भिरमा अङ्ग्रेजको बुद्धि नभएको होइन, बुद्धि भएकै हो। त्यसले गर्दाखेरि यस्तो भिर टाकुरामा पुल बनाएर चाहिँ चलाउँथ्यो, जनता फौजलाई चलाउँथ्यो यो यस्तो भिरहरूमा। यो हो नागाल्यान्ड, यसलाई भन्छ कोकी ढलानको नदी। यस्तो भिर, यहाँदेखि यसो हेऱ्यो भनेदेखि यहाँदेखि तल नदीमा खस्यो भने आइया न हात छ, न आइया न हात छ। फेरि पनि त्यस्तो पहाडमा कसरी त्यो पाइप जोडेर ल्यायो होला भन्छु म कहिले काहीँ आफै।
त्यो पहाड भित्तामा पाइप कति मजाले जोडेर त्यत्रो ठुल्ठुलो पाइपहरू कसरी जोड्यो, टेक्ने हाँगा नसमाउने अखेटा भने जस्तो ठाउँमा भित्ताभरि पाइपहरू। यो सबै पहाड मात्रै हो। यिनीहरूको पाइप यहाँ टुटेछ, पानी मजाले निस्केर जाँदैछ यो पुलदेखि। अब यो पहिलाको बाटो, पुल, यो पुल, यो बाटो अर्को बाटोमाथि गभर्मेन्टले इन्डियाले निकालेपछि यो अङ्ग्रेजले जम्मा बनाएको बाटोमा त घर पो बनाइराखेको रहेछ। बाटैमै बिल्डिङ बनाएर मजाले बसेका छैन। यहाँ पनि पानी जाँदैछ। यो कोकीडलानको 1835 तिर बनाएको पुलहरू, अङ्ग्रेजले ब्रिटिसको जमानामा बनेको पुलहरू अहिले इन्डियाले उता निकालेको हो। यो छ नागाहरूको टुक्राहरू पनि यतै छ। यो रुख यसलाई भनिन्छ मेरो भाषामा वाखिपताङ, पर्वतेमा राङभाङ। यो यसको गुभा तामा जस्तै मिठो हुन्छ। यसको तरकारी मिठो हुन्छ, यसको तरकारी खानु पनि। कुखुराहरू पालेका छन् नागाहरूले। मेरो नागाल्यान्डको घुमाइ यस्तै छ है साथीभाइ हो। सबैमा नमस्ते। यो नागाल्यान्डको जङ्गलमा अझै पनि यत्रो ठुल्ठुलो रुखहरू पाइन्छ। यो रुख हो के पो भन्थ्यो मेरो भाषामा, चिलाउने पनि होइन, चिलाउने जस्तो हुन्छ तर यो यसको हामी बचपनमा रुखा खाँसी लाग्दाखेरि, खोकी लाग्दाखेरि यसको दाना टिपेर चाहिँ पिसेर हाम्रो निधारमा टाँसिदिन्थ्यो। बिलिम्सी मेरो भाषामा चाहिँ बिलिम्सी भन्थे बजुले। बिलिम्सीको बोट, बिलिम्सी मेरो भाषामा मात्रै मलाई यसको नाम थाहा छ, बिलिम्सी भनेर। उसको बोट हो यो। टिम्बुर जस्तै यसको फल बासन आउँछ मजाले। अनि मैले हाम्रो जमानामा, पहिलाको जमानामा दबाईहरू त्यति नपाइने, अनि यस्तो रुखपातको फलफुलहरू टिपेर निधारमा घसेर हिँडाउँथ्यो हाम्रो बजुहरूले हामीलाई। उसैको टिम्बुरको सिलटिम्बुर भन्छ कि के भन्छ यसको रुखलाई, पर्वतेमा चाहिँ। र यसको दाना पिसेर हाम्रो निधारमा घसिदिन्थ्यो दिनभरि। अहिलेको भिक्स जस्तै बासन चलिबस्थ्यो, यसको बासन भिक्स जस्तै हुन्छ। यो रुखहरू यसरी यहाँ पाइन्छ नागाल्यान्डको जङ्गलभित्र। बाँसघारी हाम्रो सरदारजीले कुच्चो निकै भेला पारिसक्यो। म चाहिँ त्यतिकै क्यामेराम्यान भएर खिचिराखेको छु।
मेरो पनि काम छैन। अब नागाल्यान्डबाट नेपाल झारू बोक्यो भनेदेखि त्यो कामै छैन। त्यसले गर्दाखेरि म चाहिँ ननिकालेको यी पुरै सेतै फुलिराखेको छ यो अम्लिसो पाखैभरि। यो नागाल्यान्डको जङ्गलमा यी हो त्यो तलतिर सबै फुल्दैछ, काठे पिपली भन्छ। त्यो काठे पिपलीको फुल निस्किँदैछ। अब त्यो फलेपछि त्यसको दाना पनि मिठो हुन्छ, स्वादिलो खाइन्छ मजाले। पशुले पनि खान्छ, मान्छेले पनि त्यसको दाना मजाले खानु यति मिठो हुन्छ। फल्नु लाग्दैछ, त्यसलाई भन्छ काठे पिपली। त्यसरी यो नागाल्यान्डको जङ्गलमा हो त्यही छ। यहाँ खेती भनेको गर्दैनन्, काठै बिक्री गर्छ। काठैले चामल किनेर खान्छ। यही जङ्गल उनीहरूले स्याहार्छ। यही जङ्गलमा उनीहरूले धान पनि, मकै पनि, कोदो पनि, जौ गहुँ सबै यसैले उनीहरूलाई पुगिहाल्छ। जङ्गलहरू पालिराखेको हुन्छ यिनीहरूले। हाम्रो नेपालमा एउटा सानो बोट बिरुवा पायो भने काटीमारो लगाउने मान्छे कोही पनि हुँदैन अहिले। र यो बिलिम्सीको बोट है, बिलिम्सीको बोट बिलिम्सी भनिन्छ है मेरो भाषामा चाहिँ। पर्वतेमा चाहिँ काहुलो के भन्छ। यो यत्रो रूपहरू पाइन्छ। अल्छी त आजभोलिको अल्छीहरू नै। यहाँ आरावालको धरान पनि रहेछ, तर बाँसले मासैमा बाँसमाथि पनि धरान बनाएको हो कि चाङ बनाएको हो कि यसरी यही त मेरो बस्ने जग्गा बनाएको रहेछ। ओ सरदार जी, तुसी इत्थे की करदा? बब्बू झाड़ू हाँ बनाउंदा। झाड़ू। झाड़ू बिंदा। अच्छा, झाड़ू बिंदा तुसी तो पंजाब में नहीं पांदा? ना, पंजाब दी झाड़ू फुल झाड़ू नहीं पांदा। पेड़ नहीं पाउंदा। अच्छा, पेड़ नहीं पांदा। तो इथे नागालैंड में आंदा तुसी झाड़ू पाउंदा। अच्छा, ठीक हुंदा। हाँ, ठीक हुंदा। हाँ, यो हेर्नुहोस्, पन्जाबबाट आएर हाम्रो पन्जाबी ज्यूले झाडु निकाल्दै गर्नुभएको यी जङ्गलमा, नागाल्यान्डको जङ्गलमा। यसरी उहाँले भन्नुहुन्छ कि पन्जाबमा पाउँदैन, यहाँ थुप्रो यी झाडु पाउँछ, त्यसले गर्दा म निकालिराखेको भन्नुहुँदै झाडु निकाल्नु हुँदैछ। हेर्नुहोस्, सरदार पन्जाबको मान्छे। ओ तुसी इत्थु झाड़ू बिक्री करदा? ना हो। पंजाब ले जांदा तुसी? अच्छा, ठीक हुंदा। तुसी ठीक से झाड़ू नहीं करना। ओए तुसी इत्थे देख। यो जंगल भित्र हाम्रो पंजाबी भाइ र म खेल्दै बसेको छु। यसरी उसले यो अम्लिसोको झाडु निकाल्दै हुनुहुन्छ, काट्दै हुनुहुन्छ। पन्जाबमा पाउँदैन भन्छ, अनि यहाँदेखि बोकेर लान्छ। यहाँदेखि उनीहरूले लिएर जान्छ। यसरी दुःख गर्नुपर्छ मान्छेले, सबै चिज दुःख जान्नुपर्छ। नेपाली नाथेको लाज शरमले गर्दाखेरि दुःख पाएकै हुन्छ। अब यो पन्जाबबाट आएर चाहिँ यो सरदारले झाडु निकालेर अब घर पुर्याउँछ।
यो नागाल्यान्डको जङ्गल हो यो थुप्रो यो अम्लिसो फुलिराखेको हुन्छ यस्तो नागाल्यान्डको जङ्गलमा यसरी हेर्नुहोस्। र म पनि यसो पन्जाबीमा भनेको नि देशकाको एक दुई शब्द अब पुरै त आउँदैन पन्जाबीको भाषा बोली वचन, तर हिँड्दै डुल्दै घुम्दाखेरि सुनेको चिजहरू त अब बोल्नै पर्यो। ओ क्यानी जी ਤੁਸੀਂ ਇੱਥੇ ਆਂਦਾ ਇੱਥੇ बेसी ਹੁੰਦਾ झारू ਇੱਥੇ ਆ ਤੁਸੀਂ ਇੱਥੇ ਆ ਇੱਥੇ नीचे हाम्रो पद्धति इथे देख इथे हाँ झाडू पाउँछ यति मजाले झाडु काट्नु हुँदैछ। यसरी दुःख भनेको यसरी गरे पो अगाडि बढिन्छ त। नेपाली नाथेको शरम नाक दुख्नु अनि काम नगर्नु, अरूलाई घोची मार्नु घोची झार्नु मात्रै जानेको हुन्छ सबैले। यस्तो जङ्गलमा आएर हाम्रो पन्जाबबाट आएको पन्जाबीले सरदारजीले झारू यस्तो जङ्गलमा खोजेर अब घर पुर्याउँछ। अब यो झारू उसको कम्तीमा पनि 8-9 साल चल्छ। इसको झाड़ू कितना साल चलान था तुसी? ये एक बार मैं पहले मणिपुर से लेके गया था। हाँ तो 2-3 साल चला गया। 2-3 साल। हाँ, अच्छा तो ले गया। अच्छा, मणिपुर से भी ले गया था? मणिपुर से लेके गया। अच्छा ठीक। तभी तो ज़्यादा चलेगा, ज़्यादा झाड़ू है ना। हाँ 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 ठीक, अच्छा से निकालो। हाँ और तुसी पंजाबी में कुछ नहीं बोलता? नहीं बोलता। एक बार इधर देख करके नेपाली में बोलो। राम्रो खालको झाडू छ। देखा पंजाबीले पनि नेपाली बोल्दैछ। राम्रो खालको झाडू छ भन्दैछ। ठुलो ठुलो झाडू पाउँछ। ठुलो ठुलो झाडू पाउँछ। ओए इथु झाडू पंजाब में नहीं हुँदा? नहीं हुँदा। है पंजाब में पेड़ ही नहीं हुँदा। पेड़ ही नहीं हुँदा? झाडू किथे हुँदा? अच्छा बड़ा बड़ा बम्बू हुँदा छ ठुलो। ठीक है लो पाजी, हमारा दोनों का पिक्चर बन गया। देखने वाला देखे, नहीं देखने वाला न देखे। हाँ जय राम जी की। जय राम जी की। हाँ बोलो दुर्गा माता की जय। जय। तुसी बहुत निकांदा झाड़ू। यसरी हाम्रो साथीभाइहरू पन्जाबबाट आएर पनि झाडू बोकेर हिँड्छ यो नागाल्यान्डबाट। नेपाली भनेको लाज मान्छ, शरम मान्छ। अनि के को बोलागोस् नेपाली, खानु मात्रै जानेको हुन्छ नेपालीले। यिनीहरूलाई शरम पनि हुँदैन। अब यो पन्जाबमा लगेर जान्छ यो झाडू, मजाले आफ्नो घरमा 8-9 साल चलाउँछ भन्छ। यसरी अम्लिसोको झाडू। पहिला त गाउँघरमा म पनि यो यस्तो पाखा भित्तामा गीत गाउँदै घाँस काट्दाखेरि गीत गाउँदै हिँड्थेँ। अम्लिसो कुचो भेट हुने छैन है यहाँदेखि उसो भन्दै यस्तो जङ्गलमा कराउँदै बस्थेँ म पनि। बाख्रा गाई भैँसी चराउँदाखेरि मेरो घरमा पनि भैँसी गाई पालेर बसेको म पनि।
कुखुरा बाख्रा सुँगुर इत्यादि प्रकारको जति जनावरहरू पालिने जनावरहरू म पनि पालेर बस्थेँ। तर अहिले यी नागाल्यान्डको घुम्नाले गर्दा कुखुराको सुली पनि मेरो घरमा पाइँदैन हजुर हो यस बेलाको जमानामा। र मेरो आमाको नाम चाहिँ अब सबैलाई थाहा हुँदैन, तर मैयोमा भनेर चाहिँ सबैलाई थाहा हुन्छ। बोपुङ गाउँमा मैयोमा भनिसकेपछि बोपुङ गाउँको मान्छेहरूलाई सबैलाई थाहा हुन्छ। मधेसदेखि लिएर दिक्तेलदेखि लिएर भोजपुरसम्म मेरो आमाको नाम सबै मैयोमा भनेर चाहिँ सबैलाई थाहा हुन्छ। त अझै पनि तपाईँहरूले सोध्नुहुन्छ कति सुँगुर कति गाईहरू कसरी पालेर बस्नु भएको थियो उहाँहरूले भनेर तपाईँहरूले सोधपुछ गर्नु सक्नुहुन्छ। तर अहिले भनेको कुखुराको सुली पनि छैन यो जङ्गलमा घुम्नाले। ल यो नागाल्यान्डको जङ्गलमा आफ्नो जिन्दगी पुरै बिताइयो, त्यसले गर्दा अब छैन। यस्तो जङ्गलमा बस्दा घुम्दा कहिलेकाहीँ मजाको गीतहरू पनि निकालेर गाइन्थ्यो हो सुनेको अनुसार। एउटा तपाईँहरूलाई गीत सुनाउँछु है त। एलै सालको पात खस्यो जहाँ बोल्यो हाँस्यो माया बस्यो। त्यसरी हामी गीत गाउँथ्यौँ जङ्गलमा गाई बाख्रा भैँसी चराउँदै घाँस काट्दै। एलै गाई बान्ने दाम्लो अभागी कर्म सिराइमा नाम्लो। यसरी गीत गाएर बसिन्थ्यो। ल हेर्नेले मेरो यो नागाल्यान्डको ब्लग पिक्चरहरूलाई हेरिदिनु, नहेर्नेले त्यतिकै छोडिदिनु। सबै मेरो नेपाली दाजुभाइ साथीभाइ दिदीबहिनीहरूमा नमस्ते।